गाइस कति टेन्सन भएको पर्खिरहेछ एक्लै ओइ टेन्सन भयो ओइ टेन्सन भयो देखिन त मैले तपाईँ त्यही भन्छु एक्जामलाई मात्रै छिन दिन्छ अरे क्या कहाँबाट भित्र भाउजूसँग भर्खर दबाई हालेको छ अरे नि त ओइ टेन्सन भयो ओइ पिरियड नले क्या म छु त तिम्रो जानु मलाई यहीँबाट म पनि सुपर नर्भस छु गाइस किनभने मैले आज बिहानदेखि बत्तालाई मात्रै देखिरहेको छु बिहानै काम गएको हुन्छ नि भर्खरको बच्चा एकदम कस्तो भयो क्या मेट्रोमा पनि बच्चै बच्चा होइन जता पनि बच्छ अनि मलाई त होइन अब चाहिँ हाम्रो पन्टुरे आउने रहेछ भनेर डर लागिरहेको छ मलाई नर्भस एकदम नर्भस छु म चाहिँ के हुन्छ भन्दाखेरि अब भरे बोलायो क्या दिदी सबैजना बसिरहेको थियो कि मलाई बोलायो क्या उर्मिला भण्डारी भनेर पुरा म कुदेर गएँ खुसी भएर भरे भन्दा त त्यही अब त्यहाँभित्र चाहिँ जानलाई चाहिँ त्यही पेपर दिनेलाई बोलाएको रहेछ क्या अनि त्यहाँबाट गएँ अनि त्यो बसिरहेको थिएँ अनि त्यहाँ यसो भने नि त मैले मेरो पनि छ लगाएको भने इसारा गरेँ क्या यसरी अनि कम दुखाइ पुरा हुन्छ गाउँमा गएर हेर्नु नि ढाडमा सुई हानेको होइन अहिले त अब दुख्छ गर्छु नि एकछिन अनि फेरि एकछिन अनि मैले फोन गरेर देखाएँ त फोन गरेर गर्ने मान्छे त होइन नि त त्यतिकै बिहा नभइकन अनि त्यस्तै गरेर अब कहाँ हुन्छ अझै कति हुन्छ अब 11 बजी चेक गर्ने भनेको छ कति मुख ठुलो भनेर बल गर्छ खटपटिन्छ अनि भुँडी यत्रो चुचो गरेछ बिचरा उठ्न गाडो छुट्टो यस्तो गरेर खुट्टा यस्तो गरेको दुईवटा खुट्टा चलाउँदा त ओढ्ने पनि कहाँ पुगिहाल्छ बिहोस जस्तै भएको छ किन चलाएको त खुट्टा चाहिँ लट्टिसकेपछि दुख्छ गरेर गर्दैन त्यस्तो हुन्छ होला मलाई त डर लाग्छ त जान्न कति डर मर्नु हुन्छ त्यो पनि डक्टर हो त्यही कुखुरा यता र पो आएर त डक्टर हो यो पनि मलाई थाहा छैन भनेपछि आज हुन्छ हुन्छ स्योर हुन्छ अब इन्जेक्सन ढाडमा लगाइसक्यो अनि सकिन उसले खप्नु सकिन नखपिकन पाएको भए चाहिँ राम्रो हुन्थ्यो सकिन अनि हुँदैन भतलाई पनि सोधेँ क्या दुखाइ गर्ने सुई नलाउनु भनेको छ नि के हो सुई हो कस्तो सुई भनेको लाउँदा हुन्छ त फर्स्ट बेबी हो लाउनु सेकेन्डमा त नलाउँदा नि हुन्छ भने चाहिँ दुखाइ धेरै अब सक्दिनँ जस्तो भयो अनि ल हान्ने भयो नि सुई मगाएर अनि गरेर अनि अहिले ढाड निहुऱ्याएर गएर अनि दुखाएर दबाई औषधि गर्छ फेसबाट गइरहेको छ क्या एक्सपिरियन्स भन्न के भयो फर्स्ट टाइम त्यसरी देखेको होइन त एक्सपिरियन्स भन्न त्यो केही पनि होइन क्या त खालि जे पनि लास्टै गाडो भन्छ कि दुईजना रुवेनभित्र मलाई थाहा छ अन्य पिरामा भराक जिउ खाएर गरेर गर्छन् टुक्केर एउटा पिटेर पारेर गर्छन् यसरी त्यस्तो के यति मात्रै गरेको छु यस्तो क्या त लगाइदिएपछि त बेहोस जस्तो हुँदो रहेछ कि लट्ठ भाङ खाए जस्तो लट्ठ हुन्छ नि मलाई डर लाग्यो पहिला कति गरेर भन्दा सोधेँ यसो गरेर बुझ्नु छैन अग्ली होइन भन्न कस्तो हुँदो रहेछ बाउ बन्छु जस्तो लागिरहेको मलाई
कस्तो हुँदो रहेछ बाउ बन्ने एक्सपिरियन्स राम्रो भएछ अब हस्बेन्ड एन्ड वाइफदेखि अब बाउ आमा बन्ने कस्तो लागिरहेछ सकिन्छ सकिन्छ त सकिन्छ त आफू जस्तै यसले पनि अनि अहिले अरू केटी आएको छ यत्रो जङ्गी मोटी सारा गर्ने अब इन्डियनहरू त अलिक फ्रेन्डली नै हुन्छ अब अरू कस्तो मलाई बोल्ने क्या इन्डियन इङ्ग्लिस समझ्थेँ डक्टर भयो कि डक्टर सिस्टर भन् न कस्तो भयो तैँले फर्स्ट टाइम त्यसरी देख्दा त्यसरी देख्दा कस्तो गरिस् फेरि हक गरिस् गरेन त्यतिखेर नर्मल थियो मिलाएर म जाँदाखेरि सबै भइसक्यो सबै निको भइसक्यो त्यो खुट्टा सुट्टा यताउति ढाड साड हुन्छ अब 11 बजेपछि चेक गर्छ क्या अब कति ठुलो भनेर मेरो साथीको 6 सेन्टिमिटर खुलेर अनि त्यो बढ्दै बढेन अरे धेरै हातलाई चेक गर्नु गाह्रो हुन्छ होइन अनि अपरेसन गरेको अरे भाउजूको त 3 भन्नुहुन्छ भनेपछि 3 त केही पनि होइन त्यही त अब हेर्दै जाऊँ न अहिले फेरि भइसकेपछि पनि भेट्न दिँदैन अरे नि भित्र अरे अनि म यहाँ बाहिर बस्न बस्नु न के छ त दिँदैन बाहिर एक अन्त चाहिँ के गर्छस् अब 11 त्यहाँ मलाई त्यहाँ भेटेपछि दिन्छ अरे साइन गरेर आएको मैले साले त भित्र छिरेर के गर्छस् पहिले एलाउड छैन अरे थ्याट मार्दैन कस्तो अन्त भित्र बसेर के गर्छस् हेर्ने सपोर्ट गर्ने इमोसनल सपोर्टको लागि दिएको होइन आजकल पिटा खान्छस् इमोसनल सपोर्ट हुन्छ गफ हुन्छ पुरा दुखाइ हुँदैन दुखाएको लट्याएको सबै लट्याएको छ अनि बच्चा आफू पढ गरेर निस्किने दुख्दैन करेन्ट लाग्यो जस्तै भयो भने ढाडमा हालेको हड्डीमा सुन छ राखेको छ अहिले पनि लगाइरहेको छ ढाडमा सुन न अनि सिरिन्जबाट हानिरहेको छ नि केही छ धेर दुःख भने ट्याक्क दबाउन हातमा दिएको छ सिरिन्ज गइरहेको छ दबाईहरू दबाईको के एउटा सुगर चाहिँ होइन त पुरै लिक्विड हाल्नु पर्दैछ जसले उतापट्टि प्याकेट हुँदाएको छ कि त्यो प्याकेट बसेर ढाडमा गइरहेको छ क्या यहाँ हेर्न अब चाहिँ पुन्टुरी आउँछ जस्तो लागिरहेछ तँलाई पुन्टुरी आउँछ जस्तो लागिरहेछ अब चाहिँ यसो नि ल एकछिन पर्नु पऱ्यो ओइ सुन न मलाई पुन्टुरीले माया गर्छ ओइ मुख बिगार्छस् अहिले पनि हेर्न आफ्नै मुख हेर्छ यत्रो हाल तपाईँले गाली गर्छ उहाँ भन्नु न पार्टिसन गर्छु क्या ओइ सुन न मलाई भन् न मलाई पुन्टुरीले माया गर्छ गर्छ त मलाई त पुन्टुरीलाई उत्तिकै माया गर ल प्लिज फेरि कसम भनेको र फेरि मैले अलिकति तलमाथि तातायो भने म पनि त पुन्टुरी हो सोझो त दिनुहुन्छ त्यति अनि केही भयो भने अनि खुवाउँछ किन पर्यो होइन हौ तर के सोचेको छस् हौ तँलाई पाउनु भएको हो क्या मम्मीले त्यहाँ हेरेको फेरि मुख मलाई हाल्नु खाएर के भयो उयो ठुलो मान्छे हुन्छ जस्तो लाग्छ मलाई कतारमा जन्मिँदैछ त पुन्टु नाभि झर्छ नि जापानमा ठुलो सरकारी कहाँ हो गाई एकदम यही फाला राख्छ लगेछु लगेर गाडिदिनुपर्छ उहिलेको बुढाबुढीले लगेर सरकारी अफिसहरूमा लगेर गाडिदिनु त्यस्तैमा जागिर खान्छ भनिदिएको उहिलेको बुढाबुढीले उयो भन् न मलाई पनि उत्तिकै माया गर्नु पाइलट दाइले लगाएर तपाईँको पाइलटमा लगाएर हाल्नु भन्न कत्रो छ भिडियो लागि सबै गरेको अनि के त तर त आएको ड्युटी गरेर आइज नि भन्छु कता त कुदेर आउँछ तर म जाउँ न रिया तर म कहाँ जानु पर्थ्यो रोमन सँगै थियो है अघि जान्ने रहेछ क्या कहाँनिर के किन्नलाई होइन कहिलेसम्म बन्द हुन्छ भन्थे काहीँ एक ठाउँ जाने कुरा थियो हाम्रो पानी कहाँ ल्याएको पानी किनेर ल्याएको त्यो टाउको यो खान पऱ्यो यो खा यो सक पहिले
नसक्यो अर्को चलाउनु अब जस्तै थाके पनि यो ल्याएपछि कुन चाहिँ जन्मिन्छ अनि दादा दादा कम्ती किन्न आँटेको थियो कि तपाईँलाई मनपर्छ त नरिवलको म त उहाँले के आज घरमा छोडेर निस्केको रहेछु पर्दैन किन धेरै गर्नु त अनि खाना पनि रुच्दैन बुझ्नु म चाहिँ यसले फोन गर्यो कि खाना खाने बेलामा किन हेर्नु दरकार कोर्स के भन्दैछ अनि के मलाई देखि यहाँ राखिसकेको छु मलाई 2000 अघि देखि अनि के भन्छ अनि यस्तो बेलामा तर खाना रुच्छ भन्छौ दिन पनि नखाएर बसिरहेको छु हामीले दही खाइसक्यौँ बिफ ल्याएर बच्चे मलाई पनि हेर्नु रिया बिफ खानु त खाइन मलाई चिकन थियो भाउजूलाई बिफ थियो खाइनन् भाउजूले बिहान चाहिँ के दिएको थियो रोमन हेर्न खसीको मासु मटन भनौँ कि छोड नगर्न न हौ मलाई जानु भएन के बनाउँछ न बङ्गाली कस्तो के हो बङ्गालीको कुरा गर्दा मलाई तिनजना केटा आएको भन्न बङ्गालीको लागि के भन्नु जान त गर्छु रोमन जा 3 जना पो भयो त रोमनको टिका लाउनु त अब दाजु एकजना आउँदैछ त अब 2 जना भाइलाई पनि राखेर टिका लाउनुपर्छ तिहारमा भाइलाई पनि पेपर कहाँ मैले म चाहिँ भर्खर भित्र गएको थिएँ यहाँ चाहिँ त्यस्तो क्यामेराहरू एलाउ गर्दैन के होइन यो चाहिँ ठुलो हस्पिटल हो अमर इन्टरनेसनल हस्पिटल होइन कोही पनि छैन है अहिले चाहिँ 11:30 जति भएको छ अनि डक्टरले हेर्न आएको थियो भाउजूलाई अनि अघि चाहिँ 3 सेन्टिमिटर थियो अहिले चाहिँ 8 सेन्टिमिटर भएछ अनि डक्टरसँग कुरा गरेको मैले अनि के अरे अब बिहानभन्दा छिटै हुन्छ भनेर भनेको छ अब फेरि 4 घन्टा पछि चेक गर्छ अरे त्योभन्दा छिटो भयो भने डेलिभरी भइहाल्यो भएन भने चाहिँ मम्मी बाबा मात्रै हुन्न सबैजना छौँ है हामी हाम्रो सानो परिवारको हामी सबैजना चाहिँ म पुन्टु आउँछ हाम्रो पुन्टु 5 मिनट लान्छौँ स्योर थाहा छ भन्छ मान्छेले यता हो बाटो रोमन त उहाँ गएको सिधा बिचरा रोमन यहाँ बस्छ नि त बाथरुम त उहाँ गयो बिचरा उसले उहाँ पठाइदिएको थियो क्या ए पेन्टिङ मेसिनमा कस्तो मलाई के खाऊँ भयो कि मलाई निन्द्रा लागिरहेको छ एकदम के चाहिँ खानु पर्यो यस्तो यहाँ किनेर नखाऊँ ओक्रा चिप्स भनेको स्याउ छ स्याउ पठाइदिन्छु स्याउ खाऊ खाऊँ न कस्तो महँगो भन्नु खाली नहुनु क्यासियो कस्तो महँगो त ल्याएको ल्यायो छ्या अहिले पुन्टुले जनेपछि खाने क्या खानु हुँदैन कानको त ए अब सुतक लाग्छ कतिजनालाई अनि सिल्वरलाई सुतक बिहानदेखि पूजा गर्नु सिल्वरलाई सुतक लाग्छ तर के यहाँको 6 बजी जानु 7, 8, 9 नेपालको त बिहान उनी भइहाल्छ सक्छ न त्यसरी भोलि भन्नु के खाने छोरी तर खाने नखाने चक्कर खाँदै मोटा चाहिँ कन्ट्रोल यो चिप्स खाऊ चिप्स कस्तो हुँदो रहेछ ल मसँग गाइस मम्मीले पैसा कहाँबाट ल्याउनु 50 रुपियाँ लगेछ मैले त्यो पनि 50 रियल निकाल्नु भएको थियो ल कति 3 रियल ल 10 बाट खुजुरा गर न त मिल्दैन होला नि त यो त 50 हो 50 60 रुपियाँ रहेछ एक रुपियाँ मात्रै छ 61 रुपियाँ रहेछ है त पनि एक रियल मात्रै छ त्यही नातिलाई दिन दिनु रहेछ मलाई नाति एक रियल 2 रियल बजाउँ घुमाउँसँग 1 रियल मागु ल गाइस मैले 3 रियलको बिस्कुट के अरे चिप्स किन लगाएको मेरो दाइले आफै किन अरे पहिलेदेखि ओइ भन्दैछु मलाई पनि चक्लेट ल्याएर त्यो चक्लेट किन्दाखेरि ओइ मलाई एउटा मात्रै दिएछ हामी त 4 जना 3 जना छौँ त एउटा केको छैन पकड्दै दाइ मेरो मम्मीको सानो भर्जन भइसक्यो विदेश बसेर मैले वासरुममा बत्ती निभाइन भने पनि मेरो दाइले मलाई कोठाबाट निकालेर निभा भनेर होइन यस्तो गर्ने क्या अचल त कति ल्याङल्याङ गर्ने भनेको अझ म वासरुम के अरे छिरेपछि निस्किँदै खाल्दै मैले अहिले वासरुम छिरेर निस्किने बित्तिकै बत्ती निभाएको छैन भने अझ रुममा आइवरि बत्ती फेरि कति चासो क्या मलाई तैँले कस्तो गर्छिस् अन्त मलाई किन त आफै खाइरहेको छिस्
उताको रुममा रातभरि यसमा खुलाउँछ म त्यो उठेर चार्जर हाम्रो है चार्जर हाम्रो हो हामी चाहिँ त्यही 11 बजे त्यही 8 सेन्टिमिटर खुलो भनेको थियो नि अनि हामी चाहिँ अहिले यहाँ छौँ होइन 1:30 बजिसक्यो 11:30 12:30 1:30 2:30 3:30 भनेपछि 3:30 बजीतिर हेर्छ एकचोटि चेकअप गर्छ त्योभन्दा अगाडि डेलिभरी गर्नु भइहाल्यो तर हामीसँग एउटा बङ्गलादेशको दाइ हुनुहुन्थ्यो कि अनि उसको चाहिँ छोरी भएछ बल्ल होइन छोरी भएछ अनि त्यसो 2टा सप रहेछ कि एउटा बार्बरको अनि उसको आफ्नै अनि अर्को चाहिँ के को रहेछ अनि अझै 2टा सप बज्छ भनेर भनेको अब हाम्रो पनि होस् भनेर छ तर मलाई एकदम निन्द्रा लाग्यो मलाई मम्मीलाई एकदम निन्द्रा लाग्छ अब हामी ढल्किन्छौँ यहाँ बस्ने ठाउँ छ तर यहाँ रेकर्ड गर्न मिल्दैन सो बाई 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 गुड नाइट गाइज मैं पापा को फ़ोन कर रही हूँ म बाबालाई फ़ोन गर्दैछु बाबा सुतिराख्नु भएको छ नेपालमा हेलो हेलो उठ्ने बेला भएको छैन अलिकति जोडले बोल्नु न 4 बज्यो अब उठ्ने बेला भयो त अनलाइन नगरे भइहाल्थ्यो नि कहाँबाट गर्दै म तपाईँलाई भिडियो कल गर्छु र फोनै लागेन अनलाइन यहाँ आउनु न अनलाइन आउनु बज्छ त भाग्यो उठ्ने बेला भएको छैन हामी त बसिरहेको छौँ यहाँ 1:30 बजे यहाँको नर्मल हजुरबा एक यहाँको 2-3 मिनट अगाडि जन्मियो नर्मल पुन्टुरो हेर्न पाएको छैन आएर पुन्टुरो जन्मियो तपाईँ जस्तै हुन्छ होला जन्मे शनिबारको भयो पुन्टुरे नाम चाहिँ नाम लेखाउनु लाउँछ के लेखाउनु नाम अब सनी सिलवार राखिदिउँ न त शान्तकुमार पनि भएन अब भोलि खसी काट्ने हट पर्दैन अब सुतक पर्यो सिंह राशिको पक्रिनु न यहाँ सिङ्गना अब ऊ गर्नुपर्छ नि त अब सिङ्गो पाँच राशि सात भयो। कहाँबाट ल्याउनु 5-7 पनि लाउनुपर्छ अनि कदम ग्राहण कसले ल्याइन्छ आमालाई त्यहीँ बोलाएर नरम गर्नुपर्छ है तपाईँकै ग्याङमा पो पर्यो पुन्टुरे सिङ्गराजी पुन्टुरे जन्मियो नर्मल रोमन ड्युटी इन्भेस्टमेन्ट सकेर आएको भ्याउँथ्यो होइन तपाईँ खुसी हुनुहुन्छ अब कहिले भेट्न आउनुहुन्छ मात्रै अब मोमोलाई पुन्टुरेलाई केही भनिदिनु न त पुन्टुरेलाई यहाँ भन्नु न मम्मी पठाइदिएको छ भन्नुहुन्थ्यो अस्ति कहाँ के भन्नु कहाँ छ यहाँ भन्नु न भिडियो पछि गर्दैछ पछि हेर्छ नि पुन्टुरेले उठेर त बस्नुहुन्न बाबा भन्नु न बाबु म तिम्रो हजुरबा भन्नु न बे भन्नु न उठेर बस्नु न भन्नु न गाइस पुन्टुरे जन्मियो हामी खुसी छौँ भनेर भन्दैन त्यति मात्रै हो के धन्य हो फागर सुतक सिलल परिवारलाई भन्दैन फुपू फुपू मभन्दा धेरै माया गर्नुहुन्छ नि पुन्टुरेलाई मलाई मात्रै गर्नुहुन्थ्यो अब
कर्क राशि अरे बाबा कर्क कर्क राशि कर्क राशि अरे करङ भन्दा 2 स्टेप आगे हुन्छ अब नाम के राख्नु नाम राख्नु पऱ्यो क्या उसको बच्चा नै हो हजुरआमा आमालाई फोन गरिदिनुपर्छ ए कसरी गर्ने मम्मीको मम्मीलाई फोन गरेर सुनाउने अरे नि एक्साइटमेन्ट कुद्नु आमालाई मामा घरको आमालाई फोन गरेर अब सुनाउने अरे कि कुद्नु न एकैहरू बसेको छ कुद्नु न छिटो एक्साइटेड क्या मम्मीको मम्मीलाई फोन गर्नुभएको क्या मम्मीले मोबाइल गर्नु न अनलाइन आउनु भन्नु न मोबाइलमा गरेर अनलाइन आउनु भन्नु न यस्तो ठुलो न्युज छ 7798 को थियो आमाको नम्बर भन्नुहुन्छ फोन जाँदैछ नेपालमा कति बजाएको छ 1:30 बजाएको 2:30 3:30 4 आमा अनलाइन हुनु न त अनलाइन छैन ए अनलाइनमा गर्नु ल थ्याङ्क यू अनलाइन देखाएको छैन आमालाई अनि के भनेको त नि यहाँबाट मेरो वाइफाई चलेको छैन अनि देखाएको छैन वाइफाई कसैलाई पनि सबैलाई मिठाई बाँड्नु भन्दैन वाइफाई हाल्नु हाल्दैन मेरो हटस्पटबाट चलाउनु न चला नि त अस्ति कस्तै गरेर भर्खर सबैलाई देखाएको थियो कस्तो कामिरहेको छु क्या विचार भएको त कस्तो क्यामेरा मैले आज बिहानदेखि बच्चालाई देखेको क्या बाटो भरे हेलो व्हाट इज दिस एउटा लिनु न गरिरहनु गर्नु न अब चाहिँ आउँदैन फोनमा भन्नु छोड्नु फोनमा भन्नु छोड्नु पक्न हेरौँ न एकछिन ट्राई गरौँ न उठ्ने बेलै भएको थिएन नाति आइसक्यो नाति आयो भने फोन गरिदिएको के आयो जस्तो लाग्छ आमा राम आयो राम लक्ष्मी आएन राम आयो पहिले हामीले हेर्नु पाएकै छैन रोमन छ भित्र अब भर्खर खबर गरेर रोमनले हामी बाहिर छौँ भर्खर त्यहाँ भयो अरे अब निकाल्न टाइम नर्मलै भयो आमा दर्शन नर्मलै भयो त्यहाँको उज्यालो भयो भएको छैन नि यहाँको त 1:30 बज्दैछ तिम्रो छाती कस्तो ठुलो देख्नु हजुर फुपूलाई पठाइछ फुपू भयो थ्याङ्क यू पुन्टुरे आयो हाम्रो घरको खुसी आयो घरको खुसी आयो ल अब कति दिन राख्छ दिइहाल्छ भोलि नर्मल भयो त ए जिउ त ठुलो देखिन्छ ठुलो छ होला त्यसो जो ठुलो थियो पछाडि चाहिँ छ अघि कम्मर थिच्दा फेरि यत्रै थियो क्या कम्मर चाहिँ यत्रै फेरि क्या कम्मर थिच्दा फेरि एउटा हात यसो गर्दा एउटै भेटिने खालको अगाडि चाहिँ ठुलो कति खुसी हुनुहुन्छ त आमा भाइ बहिनीहरूलाई उठाइदिनु न गरेमा सुतिरहेको छु है बुवा भर्खर भुइँमा जानुभयो केटाकेटीहरू सबै आउँछन् अब हाम्रो घरमा अब शनिबार हुने बित्तिकै आन्टीलाई प्राङ्क गर्ने लक्ष्मी माता आयो भनेर रोमनले पठाइसक्यो होला थाहा छैन होला
माता लक्ष्मी कहाँ हेर्न पाउनु भित्र छन् रोमनहरू लक्ष्मी माता रोमन भित्रै छ Prank. Prank. छोरा बदा दबाई लट्याएको नि त तपाईँको छोरा के हो छोरा होइन नाति नाति ओहो हजुरआमा कसम हौ तपाईँलाई यत्तिकै प्र्याङ्क गर्छ मान्छेले हामी यहाँ जन्म आमालाई गरे अनि आमालाई गरेपछि तँलाई गरेको प्राङ्क गर्ने भनेको राम भगवान आयो क्या, राम भगवान राम तपाईँलाई पनि हजुरलाई पनि रोमनलाई दियो कि जान दिने अनि हामी चाहिँ बाहिरै बस्ने कहाँ जान्छ घर अब आजै हुन्छ डेलिभरी किन खोइ के गर त थाहा छैन रोमन आएकै छैन यहाँ हामीले हेर्न पाएको नि तँलाई सुनाइहालेको नि त नदुखाउने दबाई हो क्या त मुखहरू चाहिँ फुल्ने नर्मलै हो कतिखेर बोलाउँछ उयो हामी आउन मिल्दैन अहिले कस्तो छ खाँदैछ बुबु सेनिटाइजर ला दुध एकछिन म जस्तै छ कि क्या हो म जस्तै छ त गाडा त सक्षम जस्तै भाइ जस्तो ओए हेर्न आइब्रो पेन्सिल राम्ररी कोरै भने थियो आँखामा हेर्न बोला न हामीलाई म त रोइसकेँ छिटो न होइन उर्मिलालाई सधैँ कोरेर बस्छ भन्छ भने मेरो मुसोलाई म हेर्छु क्या मेरो मुसोलाई मेरो मुसो पोक्लो छिटो छिटो कहाँ बोलाउँछ उर्मिलालाई बिउजै पारेन फरक थाहा छैन बाबु हामी कहाँ कुरै गर्न पाएको छ भर्खर रोमनले घर हो